पैसा खर्च नगर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गरेपछि नाङमा पुल भत्काए जस्तरी भोलि अरू पनि भत्काइदिनु हो। त्यही भावनाले एकछिन अब हाम्रो दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ, सबैले हो हल्ला नगरौँ, एकपटक सबैले दुई हातले उठाउँ त माथि। दुई हात माथि उठाएर बोलौँ जय नेपाल, जय नेपाल। यो सामान्य कुरा थिएन। तपाईको आँगन र तपाईको माया र तपाईको सद्भावले अब जुम्लालाई फेरि एकपटक केन्द्रीय राजनीतिमा स्थापित गर्नु छ। जुम्ला कहाँ हो भनेर गुगलमा खोज्ने होइन, जुम्ला यो हो भनेर देखाउने समय आएको छ। त्यसका लागि तपाईहरु तयार हुनुहोस्। सबैलाई सबै दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै धन्यवाद छ। एकछिन हाम्रो रामानन्द नेउपानेजीले केही कुरा राख्नुहुन्छ, त्यसपछि हामी जान्छौँ। हो हल्ला गर्दैनौँ, हामी सबै नागरिक हौँ, सबैका साथ बस्छौँ है। त्यो भए हुनाले अहिले बाजा गाजा दुनियाँ गर्नुपर्ने नै। दाजुभाइले भोट हालिल्यौ मत हालिल्यौ तुमिकन भोलि आँखाबाट आँसु आएको बेला मैले पुछ्दिएँ भइगयो त, अरू किन गर्नु है। ल त्यसका लागि तयार हो।